Hi, good morning everyone. Welcome to my Facebook page. आज पनि हामी मर्निङ वकबाट फर्केको। अहिले कति बजे हो? 5 भयो हो। आज अलिक ढिलो भयो किनभने चाहिँ हाम्रो अलार्म पनि ढिलो गर्यो। आज निकै ढिलो अलार्म ढिलो भयो। आज अलार्म सुत्दै ढिलो सुतेको। केही बोल्दिन नभने हिजोको जस्तो ल। केही बोल्न सक्दिन। हाम्रै म भन्दैन किसर भागेको दिन्छ हाम्रै म भन्नु। ओइ उ चाहिँ पुरा तितेपाती लभर हो। खाम्बी दिन्छ। आजको दिन शुभ होस्। दामी होस्। बुङथिङ हो। अन्त मलाई यो टिप्नु चाहिँ बुङथिङ भन्दैछ सबैलाई। म बुङथिङ होइन यो एउटा मेडिसिन हो। अझै केही दिनु छ भने के को मेडिसिन हो भनिदिइहाल न। अनि त्यो त भन्नु पर्यो नि। बुङथिङ पार्ट 2 हो चाहिँ हो। कसैको जोखानाहरू हेर्नु छ भने चाहिँ फुड सङ्गीत लेप्चालाई सम्झिँदा हुन्छ। टक टक केही नछुटाइकन अन्त फुर्सङ मित लेप्चालाई सम्झिने बित्तिकै सपनामा जोखाना डल्लै भनिदिइहाल्छ। अन्त आज चाहिँ हाम्रो नाना आएन। अब फर्केको हाम्रो साथीहरू चाहिँ यहाँ हाम्रो साथीहरू यता पनि छ हो। त यस्तो छ आजको दिन चाहिँ दामी छ है। दामी उज्यालो हो। What is this? Lo beautiful यता हेर्दिनु पर्यो। ला देखायो त। दुईटा हातले यस्तो गर्दैन न। म सुइट्टै हो। यो एकदम राम्रो खालको क्वालिटीको क्यामेरा भएर चाहिँ 17 तारिक होइन 18 तारिकसम्म पर्खिनुहोस्। तपाईँहरू आइफोन 16 प्रो म्याक्स आउन आँटेको छ। फेसबुकको पेमेन्टले फेसबुक पेमेन्ट आयो मेरो आधी उधी आया नक्कर। मैले हिजो चाहिँ नि एउटा कुरा भन्छु त। हरि पाण्डेलाई चाहिँ मेरो च्यानल सब्सक्राइब मेरो भिडियो सेयर गर भने गर्दिनँ है म। भेन्स चाहिँ फुलबारीभित्र पसिसकेको छ। आज चाहिँ हो बिहानको सबै कामहरू सकेर भवेन्स पापा ड्युटी जानुभयो। अनि हामी दुईजना यहाँनिर काम गर्नुपर्ने छ आज हो। मेरो कतिवटा प्लान्टहरूले चाहिँ मजाले टुसा हान्नु थालेको छ नि त। अस्ति कटिङ गरेको बादमा चाहिँ म तपाईँहरूलाई देखाउँछु हो। भव्यांश यता आउनुहोस् त। यहाँ हेर्नुहोस् न मामा हेर्नुहोस् त। हेलो गरिदिनुहोस्। हेलो खै सेवाने गर्नुभएको। सेवाने छिटो सेवाने हो। अलिक उता जानुहोस् न। खै गरिदिनुहोस् अरे गरिदिनुहोस् अरे छिटो गर्दैन। भव्यांश यी पापा भएकोमा जाने कि नजाने? यस यस पापा भएकोमा जाने हो। यस खै अनि पापा भएकोमा जाने भए चाहिँ गरिदिनु पर्छ अरे हौ। छिटो गरिदिनुहोस् त छिटो। अनि म पापा लान्छु छिटो। ऊ चाहिँ यस्तो रक 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 गरिबस्छ। के गरेको होला अहिले? स्न्याक आउँछ है। हाँगोस् है। उसले त हाँग पो गर्छ नि। भव्यांश नकल पारिदिनुहोस् न। अनि नकल पारिदिनुहोस् त छिटो पार्दैन। खै काका अरे हौ छिटो। नानी त्यो आका हो राख्नुहोस् त्यहाँ। अब चाहिँ म चाहिँ यहाँ छु। अन्त म तपाईँहरूलाई देखाउँछु हो। अन्त सुट मजाले गरिरहेको छ। अन्त के छ भनेदेखिको यस्तै छ जिन्दगी भन्नु। मैले आधी प्लान्टहरू चाहिँ माथि अर्ग्यानिकमा बेच्न निकालिसकेको छु हो। अन्त प्लान्ट लभरहरूले चाहिँ माथि अर्ग्यानिक राङका जिरोको अर्ग्यानिकबाट कलेक्ट गर्नु सक्नुहुन्छ। राम्रै छ प्लान्टहरू रेयरै छ हो। हेर्नुहोस् मामालाई मेरो यो व्हाइट प्रिन्स हो। भर्खर सर्दैछ। निकै टाइम लाग्यो यसलाई सर्नु।
यो चाहिँ माथि राख्नु पर्यो, नानीले लगाइदिने रहेछ हो। त अब तपाईँहरूलाई म कुनले चाहिँ टुसा मजाले हानेको छ म तपाईँहरूलाई त्यो देखाउँछु ल। अनि मैले कुन चाहिँ फुल कहाँबाट किनेको भनेर पनि म तपाईँहरूलाई देखाउँछु। यो त नाम चाहिँ याद भएन, मैले अस्ति नै कालिम्पोङ हाट बजारबाट लिएको हो। अन्त यो चाहिँ मैले अनलाइन केरला ह्याप्पी होम गार्डनबाट किनेको। यो चाहिँ मलाई एलिसाले दिएको चाहिँ भर्खर यस्तो दामी टुसा हानिरहेछ हो। यी आउँदैछ हो, यिनीहरू पनि प्रायः मैले सबै ह्याप्पी होम गार्डनबाट मगाएको। यो चाहिँ के हो भने वाइट ब्ल्याक जिजी प्लान्ट हो। यो चाहिँ अस्ति नै टुसा यत्रो दामी भएको थियो, भाइले भचाइदिएर चाहिँ अब फेरि आउँदैछ यसलाई हो। यिनीहरू पनि सबै मैले कालिम्पोङबाट मदर लिएको थिएँ, अनि अहिले छुट्टाएर चाहिँ यसरी राखिदिएको छु हो। यो त तपाईँहरूलाई अस्ति नै मैले देखाएको हो। यो बगनबेलिया चाहिँ मैले अनलाइन नै किनेको, के भन्छ ह्याप्पी होम गार्डनबाटै किनेको। यसको सेट चाहिँ यसको कलर चाहिँ एकदम एक्स्ट्रा छ हो। अन्त यिनीहरू नै छ, यस्तो छ। यहाँ हेर्नुहोस् चाहिँ यस्तै दामी अस्ति कटिङ गरेकोदेखि टुसा आउँदैछ कि। यहाँनिर यो यहाँबाट पनि आउँदैछ हो, यस्तो दामी भएको छ। यो राम्रो भएको छ। यो पनि यो त यिनीहरूको त छैन त्यस्तै किराहरू लाग्दो रहेछ, यिनीहरू पनि त्यस्तै छ हो। अनि यहाँ तपाईँलाई म ग्लोक्सोनिया देखाउँछु ल। यति दामी भएको छ कि ग्लोक्सोनिया चाहिँ हो, यस्तो मजाले बिटिटिटिटिटी आउँदैछ नि यो चाहिँ। तर मलाई एकदम राम्रो बल्ब पठाइदिनु भएको थियो हो, हेल्दी थियो, त्यही भएर छिट्टो बल्ब उयो पनि भयो, उनीहरूले उयो पनि गर्यो हो। यो सबै आउँदैछ। यो उनीहरू चाहिँ कतिवटा चाहिँ आएको छैन, यो पनि मैले सबै अनलाइन नै गरेको हो। यो चाहिँ मैले अस्ति कालिम्पोङबाट लिएको जाँदाबाट आउँदाखेरि न। अन्त यस्तै छ हो। अरू चाहिँ नि यहाँनिर मैले कटिङ गरेर राखेको छु हो। यहाँनिर यसले पनि यस्तो दामी सुट हान्दैछ हो। एग्लोनीमा पनि मरिसकेको थियो, बाँच्दै रहेछ, बाँच्नु चाहिँ हो। एग्लोनीमा चाहिँ यहाँनिर सर्नु एकदमै टाइम लाग्दो रहेछ हो। मेरो छोराको बदमास, उसले चाहिँ एकैछिनमा पक्पक पारिदिन्छ हो फुलहरू। अनि ऊदेखि चाहिँ पुरै जोगाउनुपर्छ। लु हिँड्नुहोस् अब निस्कौँ ल भव्यास, यहाँबाट निस्कौँ ल अब ल। मान्दैन? अब निस्किनुपर्छ ल यहाँबाट ल, बाहिर निकाल्छु ल म तिमीलाई ल होस्। अनि त्यसो भए यता हेर त, यता हेर मम्मालाई हेर्नुहोस् त, म निकाल्छु ल तिमीलाई यहाँबाट बाहिर ल अब ल। ऊ चाहिँ भन्दा मान्दैन यहाँबाट निस्किनु हो। यता हेर्नुहोस् त लु, अब हेर्नुहोस् त, नकल पारिदेऊ अन्त निकाल्दिनँ, नकल पारिदेऊ छिटो। अब चाहिँ भव्यान्सलाई सुताउने टाइम भयो, ठिकै 10 बज्नु आँट्यो हो। उसलाई सुताएर चाहिँ मेरो काम खानापिना पकाउनु छ, अन्त त्यही भएर अब म उसलाई सुताउँछु। यो रबर यस्तो दामी, कति टाइम लाग्यो सर्नु कि, तर उसले यति यस्तो मजाको सुट गर्दैछ हो। यो अर्कै भेराइटीको हो, यो अर्कै भेराइटिजको, यो चाहिँ दामी छ भेराइटिजको छ। अन्त यति नै थियो मेरो फुलहरू हो। तपाईँ म बिहानको कामसाम सकेर खानासाना बनाएर चाहिँ एकछिन दोकान जानुको लागि रेडी भएको, किनभने चाहिँ म आज चिकन अचार बनाउनुको लागि हो। अन्त मेरो नानी चाहिँ नि बाबाकोमा जाउँ भनेर दङ्गाउँदैछ नि त कि। हेर्नुहोस् ल भव्यान्स, पापाकोमा जाने हो। कहाँ गएको? पापा भएकोमा गएको? पापा भएकोमा जाउँ भनेको छ नि त कि। अन्त अब चाहिँ म चिकन ल्याउँदै भव्यान्ससँग गएको। लुइन भाइ लुइन, जाउँ छिटो, चिकन ल्याउनु गएको। जाउँ पापा जाउँ छिटो उठ्नुहोस् मम्मा गएको है भाइ। अन्त ऊ चाहिँ यस्तो छ हो, दङ्ग्याउँछ मामालाई। हेलो बुबु। हेलो सेवाने, कस्तो हुनुहुन्छ? यता चाहिँ हाम्रो चिकन दोकानको बुबु हो। आम्मा हतियार उठायो बुबुले, हाम्रो बुबुले खास हतियार उठायो हो। हाम्रो बुबुकोमा चाहिँ एकदम फ्रेस चिकन पाउँछ। खै चिकनै छैन आज त अगाडि। अब म चाहिँ आज अचारको लागि चिकन ल्याउनु आएको। बुबुले 11:30 आइज भनेको थियो, एकदम मलाई ढिलो भइगयो हो।
अन्त यस्तो छु म चाहिँ यहाँ छु म यहाँ छु मेरो साथी बहिनी हो यो चाहिँ बुबुको हतियार एकदम यसले चाहिँ खतरा दिन्छ है बुबुले हो हामीलाई यस्तै छ बुबुको चिकन दोकानको नाम भन्नु न हाम्रो चिकन दोकान यो मेरो चिकन दोकानको नाम चाहिँ हाम्रो चिकन दोकान राङ्का 0 आउनुहोस् भिजिट गर्नुहोस् आउनुहोस् बुबुकोबाट फ्रेस मासु लानुहोस् भन्नु डिस्काउन्ट पनि दिइहाल्नु दिँदैन त्यो हुँदैन मासु त्यस्तो हुँदैन आइपुग्यो मिस्टर टोगो कहाँबाट आएको अफिस टाइम अरे मिस्टर टोगोको हो अफिसमा चाहिँ यस्तो काम हुँदैन रहेछ नि त हो अब मैले चाहिँ चिकनको अचार पनि फ्राई गरेर सकेँ हो यो लास्ट फ्राई हुँदैछ यो चाहिँ फ्राई भइसकेको हो अब सबै फ्राई गरिसकेर चाहिँ मसलाहरू हालेर देखाउँछु आगोमा काम गरेकोले गरम भइरहेको छ हो यस्तै छ यो चाहिँ मजाले फ्राई हुँदैछ चिकनको अचार बाँदर चाहिँ यति बिग्न आएछ कि हाम्रो यहाँ चाहिँ हो आमामामामा लु लाइनै बाटोमै छ लु यिनीहरूलाई कसले सक्ने हो अब चाहिँ बाँदर आउनु थालेछ अब चाहिँ यो केराहरू फलेको यिनीहरूले केही पनि राख्दैन हो मङ्कु आएछ मङ्कु हो बाँदर हो उता हिँड त बन्दर उता हिँड भाइ उता हिँड त म चाहिँ चिकन अचार फ्राई गरेर मसलाहरू रेडी गराउनु भाइ सु त यहाँ हुन न आएको त जङ्गल घरकै वरिपरि बाँदर आएर बसिरहेको रहेछ हो यहाँ तलतिर कति छ फाइनली मेरो अचार चाहिँ बनिएर रेडी भयो चिकन अचार हो अन्त तर यो अचार बनाउँदा चाहिँ आज मलाई दिनभरि नै लाग्यो किनभने मैले यसलाई फ्राई चाहिँ आगोमा गरेँ नि त अन्त आज दिनभरि नै अचार बनाउँदै गयो मेरो चाहिँ र थ्याङ्क यू सो मच अल मेरो भ्युवर्सहरूलाई एन्ड मेरो च्यानललाई हेर्दै गर्नुहोला मेरो भिडियोहरू मन पराइदिनु होला फलो लाइक सेयर कमेन्ट पनि गरिदिनु होला भन्दै आजको लागि चाहिँ यति नै थ्याङ्क यू सो मच This looks like yummy. Thank you.